पोखरामा 30 वर्ष अघि मात्र 30,000 रुपैयाँ पुँजीबाट सुरु भएको गुरुङ ब्युटी पार्लर एन्ड एकाडेमी प्रालीले सेवा विस्तारलाई तीव्र बनाउँदै राजधानीसम्म आफ्नो उपस्थिति विस्तार गरेको छ। संस्थाकी सञ्चालक चिनु गुरुङले सौन्दर्य क्षेत्रमा 30 वर्षसम्म आर्जन गरेको अनुभवलाई थप परिष्कृत गर्दै ललितपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएकी छन्। ललितपुरको कुमारीपाटी स्थित गुरुङ ब्युटी पार्लर शाखा आज भव्य समारोहबीच उद्घाटन गरिएको हो। सेवालाई देशव्यापी बनाउने लक्ष्य सहित राजधानीमा शाखा विस्तार गरिएको बताइएको छ। उद्घाटन समारोहमा पूर्व मिस नेपाल रुबी राणा शाह, भवानी राणा लगायतको उपस्थिति रहेको थियो। नयाँ शाखामा सौन्दर्य सेवा र एकाडेमी दुवै सञ्चालन गरिने सञ्चालक गुरुङले जानकारी दिइन्। यहाँ बेसिक, प्रोफेसनल तथा एडभान्स सौन्दर्य तालिमको साथै सौन्दर्यसँग सम्पूर्ण सेवा उपलब्ध हुने बताइएको छ। सन् 1995 मा स्थापना भएको गुरुङ ब्युटी एकाडेमीले सौन्दर्य तथा सेवा तालिम क्षेत्रमा उल्लेखनीय पहिचान बनाउँदै आएको छ। संस्थाले हालसम्म 100औं विद्यार्थीलाई दक्ष जनशक्ति उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाइएको दावी गरेको छ। ग्राहक मैत्री वातावरण, आधुनिक उपकरण र दक्ष जनशक्ति मार्फत गुणस्तरीय सेवा दिने प्रतिबद्धता संस्थाले जनाएको छ। गुरुङ ब्युटी पार्लरको प्रधान कार्यालय पोखरामा रहेको छ भने पृथ्वीचोक, बाडबटेनी, बगर, चिप्लेढुङ्गा, तनहुको दुलेगौडा लगायतका स्थानमा शाखाहरू सञ्चालनमा छन्।